साला साला bonk 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 यसो अब आज यस्तो दामी ग्राउन्ड साइड आएको छ यहाँ हेर्नु त सही पहिला ग्राउन्ड साइड आएको छ एउटा भिडियो बनाउनु पर्यो भाउजूलाई खै कति भन्नु के भाउजू म सधैँ बिगार गर्छु नगरौँ क्या यहाँ हेर न यस्तो राम्रो एसी नै नचाहिने खालको प्यान्ट यो प्यान्ट चाहिँ गर्ने नपासिने खालको के हावा पनि छिर्दै दामीवाला आएको छ ल तिमीले भनेपछि यो प्यान्ट बिग्छ क्या यस्तो दामीवाला प्यान्ट भिडियो बनाउनु भिडियो बनाउँदाखेरि भाउजू यो कपडा चाहिँ कस्तो हुन्छ क्या मलाई हेर्नुदेखि ज्वरो आएको तिमीलाई त मेरो भिडियोमा जहिले ज्वरो आउँछ के आउँछ ल होइन के भाउजू यस्तो यो कपडाको भिडियो बनाउनु थाल्यो भने म सानै बेला यस्तो लुगा लाउनु नपाएको सानै बेला यस्तो लुगा लाउनु नपाएको एकदम आवेश आउँछ क्या म भोलि गर्नु भाउजू नगर्नु के होइन भाउजू काम नलाग्ने आवेशमा आउँछु नि त भाउजू म आवेशमा नआएर आज तिमीले मन्त्र पुग्ने बेलामा चाहिँ लुगा नच्यात्ने खालको मन्त्र पुग्नु पर्यो कि म होइन क्या ल अनि आवेशमा आएर लखना पुरी पार्छ क्या नर्मल खालको आज तिमीलाई बिगार्छ भनेर मैले यहाँ दुईजना स्ट्यान्ड बाई राखेको छु केही पनि गर्न पाउँदैन मुडमा अलिकति फेरि आयो भने फेरि भावनामा भयो भने आउँदैन क्या तिमीले त्यस्तो गर्दैन मलाई थाहा छ अहिले त नयाँ यस्तो यो त फेरि महँगो छ नि यो प्यान्ट नबिगार नि कहिले भन्दैछ 4000 पर्छ हो है त्यसमा त नगरौँ के नगरौँ यो एड नगरौँ के भाउजू यो फेरि नगरौँ के भाउजू यसबाट छिटो ढिला भइसक्यो हुँदैन ल एउटा तिमीले गरेपछि टक्क लाएर आज यस्तो दामी आएको गरौँ मैले नरिसाउनु फेरि है मैले आवेश आएको है तिनटै गर्नुपर्ने हो दामी होला है हेलो साथी हो अब सुरु भयो है त ल गाइस आज चाहिँ खत्रै हाम्रो भाउजूको पसलमा खत्रै बबालै प्यान्ट ब्रन्च प्यान्ट आएको छ बबालै हुनेवाला छ अब भाउजूलाई नगर्नु भन्दा नि के अरे नहुने होइन तर राम्रो गर्छु भाउजू यो आज चाहिँ बबालै खत्रै प्यान्ट छ होइन यो एयर कन्डिसनवाला ब्रन्च प्यान्ट आएको छ भाउजूलाई थाहा हुन्छ आएको छ खत्रै आएको छ एकचोटि लाएर देखाउनु साथीहरू हेर्नुहोस् ल तपाईँलाई म ठिक छ म आज तपाईँलाई म लाएर देखाउँछु ल लाएरै लाएरै साथीहरूलाई बाबाले खत्रै प्यान्ट ग्रन्ज प्यान्ट ग्रन्ज प्यान्ट बाबाले आएको छ ल साथी हो आज नि नगर भन्दा भन्दै अनि कहाँबाट छिराको चाहिँ खुट्टा त्यहाँबाट छिराउने हो यो पाल रहेछ नि अनि ग्राउन्ड भनेको के हो त अनि पाल हुँदैन सबै कुरो पाल पाल त हुन्छ नि जो नगर भनेको होइन पालै पाल रहेछ भन्छ नि जहिले बिरयानी गयो एउटा फ्यान गयो सक्यो पहिला तिर्ने होला होइन म तिर्छु भन्ने होला होइन अब बिगारेपछि यही भन्ने होइन अब के गर्ने यो अब मलाई कस्तो गुवा आयो जहिले बुहाउँछ यहाँको त यो के गर्ने भन यसलाई अब म तिर्दिनँ नि त यस्तो राम्रो 4000 5 भनेर यस्तो दामी प्यान्ट मैले देखेर आएको थिएँ अब यो पालबाट छिराएपछि जुन चाहिँ ट्राई गर्छु यो ट्राई गरिदिन्छु त्यही साथी हो एकचोटि फेरि यो छोड्नु यो पर्छ अब त छोड्नु दिन तिमीलाई त भनेको झन् चाहिँ नगर भनेर चाहिँ यस्तो राम्रो प्यान्ट अब 4000 को प्यान्ट त्यार्दै है फेरि मैले एनएसलाई त सकेन ल अलि
किन मैले होइन के यु आयो भने क्या सधैँ आउनुभएको छ च्यात्नु भएको छ यार होइन यो फेरि तपाईँले जाने च्यात्यो भने चाहिँ पाइँदैन त्यो खुट्टा त्यो पाल्न पऱ्यो क्या तपाईँले जाने च्यात्यो भने यो हो र भाउजू सरी नि त सरी नि त भाउजू अर्कोचोटि चाहिँ म गर्दिनँ होला कसम अर्कोचोटि चाहिँ म गर्दिनँ छोडिदिनु नि त आज अर्कोचोटि चाहिँ गर्दिनँ यो खुट्टा हाल्छु भनेको त्यो पाल्न परेछ कि अनि हेरेर हाल्नु पर्ने खुट्टा चाहिँ कहाँ हामी ग्राउन्डबाट हाल्ने हो त खुट्टा चाहिँ खुट्टा हाल्यो पाल्दा यहाँ हुन्छ यहाँ मुनि हुन्छ यहाँबाट हाल्ने खुट्टा हेर्छु 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 म त त्यो गर्नु पर्दैन छोड बनाउँछु नि त त्यो पर्दैन अब उयोलाई छोड छोड अब तिमीलाई भिडियो नि बनाउनु पर्दैन मेरो तिमी त खालि यस्तै गर्ने अनि म बोलाउँदिनु भएन नानी म रोएर जित्नु होला अब फेरि अनि बोलाउँदिनु भन्नु आएको थियो त नि खालि बोलाउँदिनु भन्दा लाग्दा त्यो खुट्टामा पाला पऱ्यो त के अबदेखि अर्कोचोटि बनाउन आउँला